इगल नेस्ट स्काई वॉकमा मेरो मिसेज उहाँलाई यस्तो डर लागिरहेछ म चाहिँ भिडियो बनाइदिरहेको छु कम अन नथिङ टु वरी प्रभु feel easy प्रभु feel easy come on nothing to worry प्रभु प्लिज पुऱ्याइदियो हामीलाई अब र पहाड बिचहरू छ गइरहेछ इतर फोटो लिफ्टमा लगिरहेछ मान्छेहरूलाई जसलाई गाह्रो भइरहेछ उहाँहरू जानुहुन्छ हामी त हिँडेर जान्छौँ हिँडेर आइरहेछ सबैजना हिँडेर आइरहेछ गर्दै सबैलाई त गाह्रै भएको छ 50 million years ago formed यो सबै रहेछ 550 million years ago यो सबै रहेछ यही बाटो बनाएको छ यहीबाट आउने हो फेरि यहीबाट जाने पनि रहेछ उहाँहरू फर्किराख्नु भएको छ हामी चाहिँ गइरहेछौँ यो ब्रिजमा आइसक्यौँ यसरी रहेछ यो ब्रिज त्यहाँ पुग्नुपर्ने यो ब्रिजको यसरी रहेछ मान्छे हिँडिरहेछ यहीँनिर डन फिल्मको सुटिङ भएको छ यो सस्पेन्सन ब्रिज हल्लिन्छ होला तर यो हलिया छैन शाहरुख खानको पोज दिनु न शाहरुख खानको पोज वाह यस्तै त हो नि शाहरुख खानको पोज आयो है कस्तो राम्रो भ्यू रहेछ यो ब्रिज माथिको सबभन्दा टपमा आइपुग्यो यहाँबाट के पनि छैन सबभन्दा टपमा बनाएको छ तर धेरै सजिलो बनाइदिएको छ यहाँबाट एक साइडमा त्यो सबभन्दा हाइटमा यो समुद्र एक साइडमा पहाड रहेछ म हजुरहरूलाई यता साइडमा समुद्र देखाइसकेँ है हेर्नुहोस् है चाहिँ ऊ यहाँबाट फेरि जानुपर्छ तालसा मात्रै रहेछ खोइ किन कोही पनि छैन नत्र स्टाफहरू सोध्छे यो तालसाहरू किन रहेछ यसरी खानेको सबैको नामसाम लेखेर केही होला थाहा छैन के रहेछ यो तालसाको यस्तो रहेछ के हो केही होला कोही पनि स्टाफ छैन नत्र म सोध्थेँ के रहेछ यता चाहिँ तालसा हालेको टपबाट सबभन्दा टपबाट स्काई ब्रिज पुरै देखिरहेछ पुरै देखिरहेछ स्काई ब्रिज र हामी त्यहाँ टपमा पुगेर आएको टपमा हिँडेर मान्छे यति टुरिस्ट रहेछ यहाँ माथिबाट रिटर्निङमा एउटै केबल कारले तलैसम्मै पुर्याइदिन्छ कति फास्ट गइरहेछ म हेर्दिनँ किनभने मलाई डर लाग्छ म यतातिर हेरेर भिडियो पछाडिबाट गरिरहेको छु म यता साइडबाट यसरी तल गइरहेछ